गाह्रो छ हौ गाह्रो विदेशी लाउरेहरू त्यति सो हेलो एन्ड नमस्ते हाल म कुवेतबाट सो गाइज अहिले भने चाहिँ म दाइलाई भेट्नु गइरहेको छु अनि आज चाहिँ मेरो वेडनेसडे हो क्या छुट्टी भयो अनि म चाहिँ 1 बजे ड्युटीतिर बाट आएको थियो अनि नुहाइधुवाइ यताउति फ्रेस भएर अनि म चाहिँ दाइकोमा गइरहेको छु अनि दाइहरू चाहिँ मेरो दाइको साथीको भाइ आज फ्लाइट रहेछ उहाँहरू चाहिँ उता भाइलाई छोड्नु जानु भएको रहेछ र उहाँ चाहिँ आउँदै हुनुहुन्छ र अब भने चाहिँ म उहाँ दाइलाई वेट गर्न गइरहेको छु आधा बाटोमा सो होइन म चाहिँ अब यताउति भन्दा गर्दा दाइले कल गरेँ कहाँ आइपुग्यो भनेर कल गरिराख्नु भएको थियो अनि म चाहिँ जस्ट अब आउँदैछु भनेर भनेछु सो अब गाइस म चाहिँ जाँदैछु र देख्न सक्नुहुन्छ तपाईँहरूले नाइटमा चाहिँ यस्तो छ क्या होइन अहिले 3 बजिसक्यो होइन त्यही पनि यस्तो हो क्या राति भनेको के हो त्यो नै थाहा छैन जस्तो टाइपको फिल भइरहेको कि यस्तो अब हाम्रो नेपालमा जस्तो हुन्छ नि अँध्यारो टाइपको कुनै केही नै देखेको छैन कि अँध्यारो जस्तो हुन्छ नि त्यस्तो छैन क्या अब यो भनेको अलिकति होइन डेभलपमेन्ट कन्ट्री हो होइन त्यहाँदेखि त अब हर ठाउँमा लाइटै लाइट होइन त्यस्तै छ क्या भुवा देख्न सक्नुहुन्छ त्यो छ क्या त्यो टाइपको छ होइन त्यही बातले अनि यहाँनिर चाहिँ अलिकति अँध्यारो नै हुँदैन कि गाडीहरू हेर्नुपर्छ सेल मार्केट हाम्रो चाहिँ त्यही हो गाइजहरू तपाईँहरूलाई चाहिँ एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि होइन सबैले माया गरिदिनु होला र सपोर्ट गरिदिनु होला होइन मेरो चाहिँ अब 300 सब्सक्राइब हुनु खोजेको छ अहिले 252 हजुरहरूको माया सपोर्टले भइरहेको छ सो गाइज मेरो चाहिँ 300 सब्सक्राइब भयो भने चाहिँ म एउटा आइफोन लिने भनिरहेको छु होइन त्यो के हुन्छ होइन हजुरहरूको सपोर्ट र मायाले यदि पायो अझै पायो भने चाहिँ होइन म आइफोन लिनेवालामा छु किन भन्दाखेरि अब यो अब एन्ड्रोइड फोनबाटै बनाउँछु कि त्यही बातले हो र गाइज अहिले चाहिँ म आइसकेको छु आधो बाटोमा र देख्न सक्नुहुन्छ यता झन् पुरै फ्रेस के पुरै होइन अब चाहिँ म यो रोड टक्कसँगले अब क्रस गरेर जान्छु अन्त क्रस गरिसकेपछि उतापट्टि गएर दाइहरूलाई कल गर्छु दाइहरू कहाँ आउनुभयो अनि अब यतै बस्नु भन्नुहुन्छ कि उतापट्टि किन भन्दा बसमा आउनुभएको भन्नुहुन्छ उताको मेन हाइवे उता साइड छ कि त्यो उतापट्टि पनि आउनु सक्नुहुन्छ उता आयो भने चाहिँ मलाई उतापट्टि गएर बस्नुपर्ने हुन्छ सो त्यही हो गाइज भिडियो चाहिँ हेर्दै गर्नु होला बी कन्टिन्यू है गाइजहरू सो गाइज होइन म चाहिँ अब दाइहरूलाई यहाँ वेटिङ गरिरहेको छु अली हस्पिटल कस्तो अक्षरहरू पनि पुरै लाइटबाट बोलिरहेको क्या राम्रोले देखेको छैन क्लियरली अली इन्टरनेसनल हस्पिटल लेखेको छ कि पुरै यतापट्टि सानो अलिक यतामा ठुलो होइन हस्पिटल भयो सुनसान छ कोही छैन म एक्लै टाइपमा छ अनि यहाँबाट चाहिँ अब मलाई एकछिन बस्नुपर्ने हुन्छ म चाहिँ यहीँ बस्छु होइन सुनसान छ अनि दाइलाई पर्खिने हो अब एकछिन यहाँनिर चाहिँ होइन बिहान जब हुन्छ नि 5-6 बज्छ त्यतिखेर चाहिँ अब मर्निङ ड्युटी हुन्छ नि त कति धेरै मान्छेहरू हुन्छ कि यहाँनिर चाहिँ अब यही साइडको बिल्डिङको मान्छेहरू पनि कति धेरै हुन्छ अनि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले यो चाहिँ अहिले भर्खर नयाँ हरेक ठाउँमा अहिले यस्तो भइरहेको क्या बनिरहेको अब यस्तोमा चाहिँ के लगाउँछ भन्दाखेरि चाहिँ होइन उता सिटी साइडतिर जुन मेन ठुल्ठुलो कन्ट्री मतलब सिटी साइडहरू छ त्यतातिर पनि यस्तो साइड पुरै यस्तो बेरा जस्तो घेरै छ कि ओ बोरा जस्तो बोरा भन्नु खोज्छ फेरि मतलब बेरा जस्तो यस्तो टाइपकोहरू बनाइरहेको छ अब डेभलपमेन्ट झन् हुँदै गइरहेको पुलिसको गाडी पनि भर्खर गयो उहाँहरूको त्यो अहिले मलाई आएर यहाँ सोध्यो भने अबेबी सुन नि त दाखिल इन द रुम त्यस्तो सोध्यो भने के भन्नु अरबी त्यति आउँदैन मालिस सर अनारो सबर आना सदिक रुम भन अनि सुन नि त दाखिल आधा मुस्किल आधा माफी टाइम त्यस्तो भन्नु त अलिअलि त बुझ्छ धेरै त बुझ्दैन इङ्ग्लिसमा बोल्यो भने चाहिँ बुझ्छ त्यही होइन कति अहिले भरे एउटा गाडी गयो फेरि अर्को पुलिसको गाडी फेरि गइरहेको तपाईँको यहाँ अहिले महाबुलाम भनेको चेकिङ गरेर फेरि बबाल हुन थाल्यो कि यतातिर आइरहेको गाडी म चाहिँ एकछिन अब भिडियो एक्सिप्ट गर्छु होइन गाडी चाहिँ यति आइरहेको क्या पुलिसको किन भन्दाखेरि डर लाग्छ यार मलाई पनि साँच्चीकै आएर सोध्यो भने त ल्याङ हुन्छ त यार इङ्ग्लिसमा भन्यो भने चाहिँ म भनिदिन्छु वाइ यु सिट दिस टाइम भनेर यताउति सोध्यो भने चाहिँ जस्ट आई एम वेटिङ फर माई ब्रदर वेयर इज युर ब्रदर यताउति सोध्यो भने माई ब्रदर इज गोइङ टु एयरपोर्ट सो माई ब्रदर फ्रेन्ड गोइङ टु होम सो द्याट्स जस्ट हेल्पिङ सम लगेज त्यस्तै कुराहरू सोधिदिन्छु फेरि यहाँ नजिकको अब हुन्छ नि अरबी पुलिसहरूलाई पनि त्यस्तो अलिक इङ्ग्लिस खासै आउँदैन कि किन भन्दाखेरि यहाँ नजिकको कुवेतीहरू भनेको प्रायः धेरै जस्तो अब मतलब अहिले त यहाँ नजिक पनि छ इङ्ग्लिस बोर्डिङ स्कुलहरू पनि तर भने चाहिँ अब कतिले त आउँदैन कि यिनीहरूको आफ्नै लोकल ल्याङ्ग्वेजै बोल्छ त्यही पनि कसैले चाहिँ इङ्ग्लिस बोल्छ होइन म चाहिँ अहिलेसम्म होइन 2 वर्ष हुनु खोजिसक्यो एकचोटि म पुलिससँग भेट भएन कि अनि त्यही हो अब त्यस्तो भेट्यो भने ल्याम्म गाडीमा हालेर लिएर हिँड्दै हुन्छ फेरि गलत होइन त्यही हो कहाँ हो बसमा आँखा भन्छ कता आएकै छैन अलिअलि मलाई चाहिँ अलिकति हुन्छ नि अलिकति नर्भस भइरहेको छु
पुलिसको गाडी पनि त्यहाँ नजिक छ हेरिरहेको होला होइन त्यही हो अनि त्यहाँ नजिक छ कि पुलिसको गाडी चाहिँ लाइटहरू बोलिरह अहिले ल्याम्पमा आएर सोध्यो भने त के भन्नु यार नेपालीमा हो क्या सर म यहाँ दाइला पर्केको थियो त्यही भएर चाहिँ एकछिनमा जाने भन्ने हो क्या डर लागिरहेको मान्छेहरूको छुट्टी चाहिँ के चाले गर्छ थाहा छैन होइन तर मेरो छुट्टी चाहिँ कहिले छुट्टी आउँछ हप्ता गरिराख्छु क्या म छुट्टी मतलब महिना होस् चाहे त पैसा आउने दिन किन नहोस् होइन पैसा आउने दिन त झन् कहिले खुसी नै लाग्दैन अनि त्यही हो अनि हप्ता छुट्टी भन्ने बित्तिकै छुट्टी आउने बित्तिकै दाइको रुमतिर कुदिहाल्ने हो खोइ आएको पनि छैन दाइहरूको के भन्नु हाल कुबेरमा अहिले गर्मी भन्दा पनि जाडो बढ्न थालिरहेको छ सो गाइज राति पनि यस्तो उज्यालो टाइपको फिल महसुस भइरहेको छ होइन त्यही अनि हाम्रो दाइहरू पनि आइसक्नु भयो दुईजना उतो दाइको भाइ हो कि उतो दाइको भाइ अनि दाजु छ कता जाने यता ल हिँड्नु त्यहाँबाट अनि दाइहरू चाहिँ आइसक्यो कि त्यही अनि हाम्रो दाइहरू गइरह ओ दाजु अनि कस्तो फिल भयो त तपाईँलाई आज चस्ना लगाएर हिँडेर दाइ त के हो मेरो त पानी नखाने हालत भएको होइन नोट रातभरि गएर कता टङ्गी खान्छ त्यस्तै टङ्गी छ अनि यहाँ चाहिँ मेरो दाइ पनि छ के छ दाइ स्वागत छ तपाईँलाई मेरो अनि कस्तो फिल भयो त दाइ भाइ गएको अनि अलिकति उतो लागेको होला नि है तपाईँ कहिले जाने मेरो त दाइ अब धेरै छैन त अब यो नोभेम्बर गइहाल्यो डिसेम्बर जनवरी फेब्रुअरी अन्तिम त जाने सबै ठाउँ हाल्नु थाल्यो यस्तो त अहिले राख्नु त्यही ऊ यस्तो हाल्नु खोजेको कि ऊ यस्तै यो लामो हो नि ऊ यस्तो बेला जस्तो छ नि यस्तै कुवेत सिटीतिर पनि पुरै यस्तै हालेको दाइ अहिले त पुरै बिचमा हुन्छ नि अनि घुम्नु मतलब बाटो छिर्ने बाटो राखिदिन्छ अनि यसरी नै उ गरेर उक्का पसल तरहरू चाहिँ यस्तो रमाइलो हुन्छ कि आहा कति रमाइलो छ कति शान्त हो क्या दाइ भोलि कति 5-6 बजी ड्युटी जाने होइन त्यही त गाह्रो छ हौ गाह्रो विदेशी लाउरेहरू त्यति 350 को भनेर अहिले 650 को पुग्यो जाने हिमालय ए कति रे कति 50 भन्थ्यो 650 त्यही भएर ढिलो भएको त्यही बाले तपाईहरु त्यो छिर्नुपर्छ मन त्यही त अब बसन त भयो नि हामी हो र त्यहाँबाट बस पुर्यो त्यही त अघि म दाइले उहाँ हुँदाखेरि 1 बजे उहाँ भन्ने जन त एक्सन कहाँ आउनु नि दुई गाडी ठटा एकजना त्यो सिटी छ नि तपाईहरु के बसमा आको सिटी उसमा हो अब सिटी सानो छ नि त्यो मात्र कति 350 नै लिन्छ गाडी कहाँ 350 कति त दुई गाडी एकजना के भन्छ अर्को एक्समा एक गेट दिन्छ त्यो आउँदैन अहिले हो र अनि दाइ तपाईहरु कस्तो बसमा आको हैन र त्यही त हो कस्तो त बसहरुमा यति धेरै कसरी ल्यायो सबले तिरेछ कसले ल्यायो भन्छ दाइ के मिनी बस आयो यस्तो मिनी बस कस्तो मिनी बस के लोकल हो कि के हो सिटी लेखेको छ नि हो र सानो गाडी जान्छ यस्तो गाडी जान्छ नि खोइ यस्तो त मैले देखेको छैन हौ रुबा 350 फिल्स हुँदैन र बढ्यो अहिले एयरपोर्ट जाने जुने एयरपोर्ट जाने एयरपोर्टबाट आयो हुन्छ नि होइन मलाई त थाहा थिएन एयरपोर्ट जाने पनि त्यति लिन्छ नि राम्रो हो त्यही त भने नेपाली भएर होला ए त्यो भन्दा त उमै आउने भाउ नि रहेछ त ट्याक्सीमै 10 केटी लिन्छ आउने बेला हो र यहाँको नियम त कडा रहेछ त्यही त लिङ्कबाट तिर्यो नि त त्यही बातले त रहेछ त मलाई त केही नै थाहा छैन 5 केटी बोकेर हिँडेर ट्याक्सीमा आउनुपर्छ आज भयो भने 5 केटी बोकेर आएको थिए भनेपछि कुवेतको नियम त त्यस्तो पो रहेछ है दाइ हाम्रै नेपालको पनि त्यही हो र कहाँ नेपालको त्यस्तो छ र दाइ एयरपोर्ट आयो भने तिमीले कन्ट्याक्टमा लिन मान्छे आयो भने मात्रै हो अनि कन्ट्याक्टमा त आउने नि त्यहाँनिर नेपालमा त मतलब
नेपालमा त त्यस्तो छैन हौ यहाँको जस्तो ए हो र चार्ज हाल्नुपर्छ है भनेपछि यहाँ चाहिँ जस्तो कि एयरपोर्ट यहाँबाट गयो भने चाहिँ यहाँबाट ट्याक्सीमा जानु पायो आउने बेला चाहिँ उतैको हुन्छ नि एयरपोर्टकै गाडीमा आउनु पर्यो कि एयरपोर्टकै अनि छिर्नु चार्ज पनि लिने रहेछ यहाँ चाहिँ कुवेतमा त्यस्तो यहाँ चाहिँ खतरा रहेछ कि रुल्स कति 2 केडी लियो भन्छ ट्याक्सीमा फेरि उहाँबाट डाइरेक्ट आयो भने 10 केडी किन भन्दा डाइरेक्ट छिर्नु दिँदैन नि त एयरपोर्टमा विदाउट एयरपोर्टको गाडी भए त्यस्तो पो रहेछ कि यस्तो यस्तो छ अनि पैसा कहाँ आउँछ 2 केडी भनेको कति भन्ने भाषा 800 लगभग 900 को हाराहारीमा 2 जनाको भनेपछि 2000 जति चाहिँ यो कति लियो त्यो त 300 त हो नि यहाँ यस्तो उहाँले त 300 नै लिन्छ हाम्रो त्यो सेल मार्केटमा यहाँ चाहिँ हाम्रो दाजुहरू दाइ नि यो म खानु र मलाई त अलिअलि चिसो चिसो लागेको त ए चिसो अलिक तातो भएपछि खानु पर्ला र हामीहरू चाहिँ आइसक्यो दाइहरूसँग ओ दाइ तपाईँ घर कहाँ हो अरे हानपुर कुन जिल्ला हो र अरे मलाई के थाहा छ पहिलोचोटि गाउँबाट निस्केर सिधै कुवेत हिँड्दै आएको छ अनि हानपुर भन्ने पनि जिल्ला छ र ए काठमाडौँ त थाहा मलाई होइन अरू चाहिँ थाहा कस्तो बाटो नै नरहेछ क्या अझै धेरै कुरा सिक्नु छ हौ हामी चाहिँ आइसक्यो होइन हजुर के भ्लग कसले गर्दै थियो त त्यो दाइले अस्ति नै भनिरहेको थियो हामीले भ्लगको कुरा गरेको थिएँ अनि दाइले भन्नु थाल्यो हो तिम्रो च्यानल छ अनि दाइ भने अनि हानिदिनु भएको थियो त ल ल ल भाइ गर भनिरहेको थियो अस्ति नै त हामीले मजाले कुरा गऱ्यो नि यस्तै हो हामी चाहिँ आइसकेछु फेरि पनि दाइहरूको रुममा घुमी फेरि ढोका चाहिँ कसरी ल जान जान चाबी कसो अस्ति नै म यहाँ आएर फर्किरहेको कि त्यो ढोका पहिला थिएन नि होइन त्यो ढोका थियो त पहिला थिएन हौ ए ल अब चाहिँ हामी नि आइसकेछु होइन क्या चिप्लिरहेको हामी पनि सुत्ने अब एकछिनपछि दाइ त सुतिहाल्ने होला अब भोलि ड्युटी छ होला हामीलाई त्यही त सुतिहाल्नु ल गाइस त्यही हो हामी चाहिँ अब आइसक्यो चिसो चिसो लागेछ होइन यो ल्याएकै कोड रेड स्ट्रिङ भन्ने अनि अब आफ्नो त हालत यस्तो छ अब यो चाहिँ अलिकति तातो भएपछि खानु पर्ला एनर्जी त आउँछ अलिकति के भन्यो भने